यता पुर्लु पल्टिसकेको छ ला के गरेको फटाइ गर्यो ए तेरिका हो कसो फुटेन तर कि गाइस घुमाउनु त ल्याए कि तर यो वर्षमा नि 4-5 चोटि आएको ठाउँमा ल्यायो ज्वरो आएको छ चुपचाप बस्न भनेको ज्वरो आएको छ नुहाएर भएको नभएको यसरी खर्च गर्नुपर्ने अवस्था छ कोक लिएर आऊ यो यसको होइन अनि यसको चटपटे होइन खोले खोल्छ यहाँ चाबी देख्दा चाहिँ पूजा गर्छ होला भनेको त पूजा त होइन यहाँ त भुजा चाहिँ गर्दो रहेछ यसरी पनि कहिलेकाहीँ चाहिँ फ्यामिलीलाई पनि टाइम दिनुपर्ने हुन्छ सो द्याट मैले चाहिँ होइन हरेक कुरा म्यानेज गर्दा गर्दै होइन फ्यामिलीलाई पनि टाइम दिएर यसरी घुमाउनु ल्याएको छु हेलो गाइज वेलकम टु माई युट्युब च्यानल दिस इज गाउँले कान्छोको ब्लगमा स्वागत छ स्वागत गर्दै आज चाहिँ म आइसकेको छु यो झोरलुङ्गे पुल यहाँ देख्न सक्नुहुन्छ हाम्रो घर नजिकै पिकनिक स्पोट एन्ड देन ल भन्दै गाइजहरूलाई वेलकम टु माई युट्युब च्यानल भन्दै त लु चोली आयो घुम्नलाई आमा सिकान पनि आएछ अलिअलि त्यसो क्या बस्नको लागि ठाउँ बनाएको यहाँ हेर त यो चाहिँ अर्ग्यानिक है गाइजहरू यो चाहिँ अर्ग्यानिक ठाउँ हो अनि यहाँ चाहिँ यस्तो दामी बनाएको छ नि बस्नेलाई यहाँनिर पुरा के अरे यो राखिदियो अरे क्या यो कार्पेट बिछाएर टक 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 मुढामा होइन यहाँ पनि देख्न सक्नुहुन्छ यहाँनिर यस्तरी मुढामा ठक 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 कार्पेट बिछाएर अनि यहाँनिर तुङ यसरी यो चाहिँ अर्ग्यानिक हो मान्छेले बनाएको आएको थिएन हौ अनि आज चाहिँ साथीहरू होइन सधैँ अब म एक्लै निस्केको गरेको हुन्छु नि त अनि कति हिँडेको एक्लै भन्नेहरूको लागि चाहिँ आज म फ्यामिलीसँग आएको छु यसरी यहाँ मेरो सानो बच्चा छ न त्यही भएको कारणले गर्दाखेरि चाहिँ हो क्या खासमा मैले फ्यामिली लिएर नहिँडेको भनेको चाहिँ मेरो सानो बच्चा छ नि त अनि त्यही भएर हो क्या साथीहरू म नलिकन हिँड्छु एक्लै जता जाँदाखेरि पनि त्यो हो क्या कुरा पिकनिक खानुलाई है पिकनिक खानु पो आउनुपर्छ होला है फ्यामिली पिकनिक नि ओहो घरदेखिको अलिकति टाढा आउनुपर्छ नि त पिकनिक खानको लागि अनि यहीँनिर आउँदा पनि हुने रहेछ जस्तो लाग्यो क्या बिकज अफ यहाँनिर चाहिँ झोरलुङ्गे पुल छ होइन अनि झोरलुङ्गे पुलको छेउमा यस्तो छ गाईहरू यहाँनिर चाहिँ ठक्क चाबी पनि लगाइराखेको रहेछ अझै पूजा गर्दो रहेछ क्या हो नि यतापट्टि त होइन सेकुवा पनि पोल्दा यस्तै पूजा गर्छ हो यहाँ राम सेकुवा पऱ्यो रम्बीहरूको यहाँ खोल्छ यहाँ चाबी देख्दा चाहिँ पूजा गर्छ होला भनेको त पूजा त होइन यहाँ त भुजा चाहिँ गर्दो रहेछ यसरी अनि खै कुन त नि यहाँभित्र के छ अरे गुन्द्रीहरू राखेको छ बिछाउनलाई नि यहाँनिर बिछाएर बस्नको लागि यहाँनिर त पिकनिक खानको लागि बरु पिकनिक खान आउँ होला हौ माथिबाट पानी छिर्छ भनेर नि टेक्नोलोजी साथीहरू टेक्नोलोजी यहाँ चाहिँ पिकनिक खान आउनुपर्छ जस्तो छ होइन जङ्गलमा धेरै टाढो त छैन घरबाट नजिकै हो अनि यसरी पिकनिक खान आउनुपर्छ जस्तो छ अब इङ्ग्लिसबाट लेखेको छ के पढ्नु आएन खुकुरीलाई सिक्किमे वाउ अनि यो त कुन खालको कुन के यार तारासिङे अनि यो सिकै होस् नि गाइजहरू होइन हामी चाहिँ आएको छौँ यहाँनिर फ्यामिली यसरी हाम्रो सगुन मात्रै छुट्टी रहेछ बिकज अफ उसको चाहिँ स्कुल छ नि त स्कुल छुट्टी भएकै छैन त्यही भएर नआएको हो होइन अब एकछिनमा लिएर आउनुपर्छ बुनीलाई होइन लु जाऊ दादा गयो दादा गयो गाइजहरू यहाँनिर चाहिँ घुम्नको लागि एकदमै राम्रो ठाउँ रहेछ बस्नको लागि पनि सुविधा सम्पन्न तपाईँहरू आउनु सक्नुहुन्छ सुपथ मूल्यमा यसरी यहाँनिर चाहिँ पिकनिक खाएर जान सक्नुहुन्छ होइन अब चार्ज लाग्दैन के तिर्नु पर्दैन आउने हो पिकनिक खाने हो जाने हो हामीले त प्लानिङ गरिसक्यौँ होइन साथीहरू पिकनिक खाने भनेर तिमीहरू चाहिँ खाने कि नखाने तिमीहरू पिकनिक के खाने पिकनिकमा मासु
मुख मिठाउँदैछ कति काली दिएको त्यसलाई म त एन्टी लाइट परिरहेछ नि त त्यही भएर कालो देखेको क्या दाइरा त गोरै रहेछ ला बदामहरू पनि ल्याएर खाँदो रहेछ हौ अनि के खाँदैन त खानेकुरा खाँदैन हामीले चाहिँ पास्ता खाएर फ्याँक्दिनँ गाई छ कहिले अब के खाने अब के खाने खानेकुरा खाने सकिगयो होइन साथी र अब मेरो दिमाग खाने हो सक्यो अरे हाम्रो खानेकुरा ए हो हामीले व्यवस्थित तरिकाले पो आएको छौँ त मेरो पर्सबाट पैसा निकाल्यो क्या तिमीहरूले थाहै नपाइकन पर्सबाट पैसा निकालेको है यिनीहरूले त यो चाहिँ साउनको बाबाले अब कोक किन्छ कोकसँग खाँदै प्लानिङ हेर यस्तो छ साथीहरू रुखाउँछ बुढीहरूसँग यसरी हिँड्नु थालेपछि त घरमा जेठी छोरी पनि आइपुग्यो होला साथैमा छ जो म त उ त्यो के अरे पुलतिर अब लिएर यहीँ आऊ न ल पानी पनि लिएर आउनु आउँदा एक बोतल पानी लिएर आऊ अनि छोरीलाई पनि लिएर आऊ यहाँनिर घुमाउनु पर्छ एक बोतल कोक पनि लिएर आउनु एक बोतल कोक के पैसा कसले दिने नि तपाईँलाई गिलासहरू पनि लिएर आउनु घरैबाट खर्च के गर्नु ला यो कुन फुल सघाउनु जाँदा फुलहरू दियो यो किन चोर्नु आँट्यो उयो क्या हो होइन अनि ए ट्याक्टर के साह्रो कराएको गाना छोड्देऊ न हौ फुलसुल नहेर त्यसरी ए यतिखेर पनि फर्सी फल्दो रहेछ है फलेको छैन हेर्न फेरि अर्को चाहिँ छोड्देऊ त्यो चिचिला चाहिँ लागिरहेको रहेछ तर परेर भइसकेको ल गाइस अब अर्को चोटि आउँदाखेरि चाहिँ अरे उसले पनि अब चाहिँ साथीहरू हामी लाग्नुपर्ने हुन्छ झोलुङ्गे पुलतिर झोलुङ्गे पुलको यसो रमाइलो दृश्यहरू म तपाईँहरूलाई देखाउँछु मैले चाहिँ 2 टिप हानेको यहाँनिर बाइक छ होइन भाइ चाहिँ जाँदैछ यहाँनिर बहिनी लिनको लागि हेलमेट बोकेर जानु तिमीले लिएर जाँदैनौ लिएर गयो नि भयो नि त धेर नकल पार्नु पर्दैन लगाएर जाऊ आमा के हो यस्तो आमा हिरो भनेको अरे हो सकिएन ओ तिमीहरू चाहिँ आउँदैन हौ छिटो आऊ त अनि के गाई छ अघि हामी घरबाट आउँदा चाहिँ त्यत्तिकै हिँडेको कि त आइपुगेपछि चाहिँ नि यहाँनिर यसो के चिजहरू पनि खानु निर्दय भयो कि त्यही भएर कहिले पनि मोबाइल बाङ्गो गर्नु हुँदैन क्या यस्तो न अनि सिधा पारिरहेको छु त तपाईँले हल्लाएर हो कि सिधा बनाएको छु त यहाँ कसरी हल्लिन्छ लु दिनु हेर्नुहोस् गाइजहरू मलाई घाटा लगाउने कोसिस यहाँ भइरहेको छ धमाधम होइन यसरी मलाई घाटा लगाउने तयारी यहाँनिर भइरहेको अवस्था होइन अब पैसा चाहिँ भएको नभएको यसरी खर्च गर्नुपर्ने अवस्था छ कोक लिएर आऊ यो यसको होइन अनि यसको चटपटे होइन चाउ 20 रुपियाँको एउटा चाउचाउ ल्याउनु चाहँदा नि यहाँ छ अनि तिमीले होइन अनि अब चुरोट 50 को उ 50 को त चुरोट अरे चटपटे चाहिँ 20 रुपियाँको अरे एकबाट चुरोट हैन ओ चुरोटको कुरा नगर त ला अघि भोलि गए उ पैसा फलेछ त उ पैसा हेर यहाँ गाई छ कसले फ्याँकेछ टिपो पैसा एकछिन हिसाब गर 330 रुपैयाँ भइसक्यो 190 को एउटा कोक अनि खोइ त चुरोटकै पुगेको छैन ल 20 रुपैयाँको एउटा चाउचाउ अनि खोइ त 40 रुपैयाँ 30 रुपैयाँ यहाँनिर 200 मा 50 रुपियाँ अब आज के किन्न आँटेको चुरोट 150 पर्छ 150 अनि बट्टै किन्न आँटेको नभएपछि के गर्दा होइन अझ नभएपछि त बट्टै किन्ने अरे फेरि हे भगवान के गरेको क्या सिधा बनाएर त यहाँ भन्दा कति सिधा बनाउनु यता म चाहिँ कतिको राम्रो सकिएन त्यति नै बहिनी चाहिँ लिएर आउन होला नगरिकन अब बहिनी लिएर आउने त्यहाँ घरमा आइपुगेको छैन भने मामलामा जाऊ मामलाबाट लिएर आऊ है ल साथीहरू अब हामी चाहिँ होइन यतातिर घुम्न लाग्छौँ यो पुलतिर होइन हेलो हाई कस्तो लागिरहेछ सिगानी आइछ अलिअलि पिरो थियो होला हातमा नि डल्ली होला राखिदिएको होला नि यहाँनिर एकदम लाखको नोट राखिदिएको होला होइन यहाँ बिट्टा यसरी यहाँनिर
बाटोमा के खोज्दै हिँड्छ यार गाइजहरू म त अचम्म लाग्छ भनेको हे भगवान् यी यस्तो छ अब हो अब चाहिँ हामी यसरी लाग्यौँ यतातिर झोलुङ्गे पुलतिर साथीहरू होइन अनि अब म खालि बाहिर निस्केको म हिँडेकै गर्छु नि त अनि म बाहिर निस्केँ कुन चाहिँ केटीलाई लिएर हिँड्यो कुन चाहिँ केटीसँग भेट्न गयो त्यो भनेको गर्छ क्या यहाँनिर घरमा मेरो यी श्रीमतीले चाहिँ हो कि होइन भन त तिमीले भनेको हो कि तर कि गाइस घुमाउनु त ल्याए कि तर यो वर्षमा नि 4-5 चोटि आएको ठाउँमा ल्यायो यो ठाउँमा त कति हिँडेको अनि अब तिमीलाई धेरै टाढो लिएर हिँड्नको लागि त अब मेरो सानो बच्चा छ त्यही भएर मैले लिएर हिँड्नु हुँदैन नि त साथीहरू हो कि भने त बच्चासँग हिँड्ने कुरा हुन्छ त म त पुरा फ्यामिली भइसकेको मान्छे होइन अब म ओपन छु क्या साथीहरू अब म त्यो लुकी चोरी बिहा गरेको छैन यो त त्यस्तो होइन क्या म त बिहा गरिसकेको मान्छे हो नि त घर परिवार भइसकेको मान्छे हो अनि म त बिहा गरेको छुइनँ मेरो त 2टा छोराछोरी पनि छैन यस्तो अनि ठग्नु सक्छ क्या साथीहरू अब त्यसरी ठगेर त कहाँ हुन्छ त नि होइन जस्तो छ जे छ आफ्नो त्यो त त्यही गर्ने हो नि त त्यही भन्ने हो नि त अनि मजा लागिरहेछ मजा त अब मजै लाग्दैन अब घरमा बस्नु भन्दा त बरु यहाँ यस्तो बाहिरको हावापानी खाम भनेर यस्तो खोलातिर आएको खोला त गएर सुकेर अब दामी देख्नुहुन्छ साथीहरू है झर्लुङ्गे पुल चाहिँ लचक हल्लिरहेको छ यस्तो छ आमामा ऊ पर चाहिँ अब दाउराको भारी पनि आइरहेको छैन यसरी भारी बोकेर अनि माथि चाहिँ देख्न सक्नुहुन्छ पहाड भनेदेखिको यतातिर चाहिँ यस्तो दामी देखिन्छ क्या खोलाहरू माथिको चाहिँ के हो धरनदेखिको त्यो पानमारा होला है यहाँबाट देखेको हो पानमारा त्यतै हो बड दामी देखिन्छ साथीहरू होइन यतिको चाहिँ छ क्या जस हाम्रो गाउँमा पनि घुम्नको लागि चाहिँ अनि धेरै टाढा नभए पनि घरदेखिको सुपथ मूल्यमा होइन हल्का यसो 2-4 मिनट हिँडे पछाडि आउन चाहिँ सकिन्छ यो ठाउँमा पिकनिक खानको लागि पनि राम्रै छ यो स्पोट अस्ति भाइ र म यहाँनिर घुम्न आएको बेलामा अनि मैले बाइकै कुदाएको त यहाँनिर अनि अचम्मै ए लु तपाईँलाई पो डिस्टर्ब भयो नि तपाईँले त सबै पिठारीको दाउरा लिएर आउनु भएछ है त्यही त म दाउरा चिन्छु नि त साथीहरू धेरै भयो जङ्गल नगएको तर उहिले सानोमा त गएको हो नि त चिन्न त चिनिहालिन्छ नि तोरी कस्तो दामी फुलेको ओ माई गड यी यस्तरी दामी फुलेको रहेछ यहाँनिर चाहिँ साथीहरू पुरा बारीभरि एक्सट्रिम फलिरहेको रहेछ यी यहाँ देख्नु सक्नुहुन्छ होइन वरिपरि एक्सट्रिमको बोट रहेछ यी फलिरहेको छ यदि एक्सट्रिम खानु मन छ भनेदेखि यहाँ आउनु एक्सट्रिमको त बोट पो हुँदो रहेछ त साथीहरू यस्तो दामी अनि यहाँबाट यस्तो तोरी फुले गाउँ जय मेरो नाउँ भनेर भने जस्तो अलि तोरी बारीको सिजन रहेछ अहिले होइन अनि तोरी फुलिरहेको छ साथीहरू यहाँनिर आर्मी देखिराख्नु भएको छ नि यो चाहिँ खासमा भन्नुपर्दाखेरि क्या पर ट्रेनिङ गर्ने ठाउँ छ अनि सो यिनीहरू आज पनि यहाँनिर ट्रेनिङ गर्न आएको रहेछ यो ठाउँमा चाहिँ अलि मासतिर चाहिँ एउटा डाँडा छ क्या त्यो डाँडामा चाहिँ आर्मीहरू ट्रेनिङ गर्न आउँछ सो द्याट अहिले पनि आएको रहेछ यहाँनिर आर्मीहरू आर्मीले चाहिँ पुरा सेतो खसी लिएर जाँदैछ आज चाहिँ यिनीहरूले खसी खाने रहेछन् होइन कहाँ आयौ छोरी आज कहाँ आयौ भनिदेऊ त गाइजहरूलाई भनिदेऊ न यहाँ कहाँ आयौ भनेर आज डुल्नु घुम्नु आएको छु भनिदेऊ अनि यसको टोपी चाहिँ खोइ नानी हेलो के हो गडाङ गुडुङको छोरी हो चाहिँ होइन मेरो जेठी छोरी आइसकेको छ होइन ओ माई गड लु भनिदियो त गाइजहरूलाई म आएँ भनेर लु दादासित आयो अरे बहिनीसित आएर अनि यस्तो हुन्छ क्या साथीहरू अब होइन कहिलेकाहीँ डुल्ने घुम्ने यताउति भइरहेको छ होइन त्यस्तो हुँदाखेरि अब कहिलेकाहीँ आफै पनि हिँडिराखेको हुन्छ तर पनि कहिलेकाहीँ चाहिँ फ्यामिलीलाई पनि टाइम दिनुपर्ने हुन्छ सो द्याट मैले चाहिँ होइन हरेक कुरा म्यानेज गर्दा गर्दै होइन फ्यामिलीलाई पनि टाइम दिएर यसरी घुमाउनु ल्याएको छु अनि कस्तो लाग्यो त बुढी घुम्नु मजा लाग्यो अनि खानेकुराहरू के आयो त गाइजहरू यहाँनिर हेर्नुपर्ने हुन्छ होइन यिनीहरू ओइ यसले त फेरि कसले किन्छ तँलाई दुईवटा त्यो उयो चाहिँ ओइ हेलो हेर नबोलिकन कुदेको थियो ल यहाँनिर नानी बोक अब होइन नानीलाई यसरी उयो गर्नुपर्ने हुन्छ खोइ कोकहरू तिमीहरूले कहाँ ए पछि ब्याग लिएर सेल्फी स्टिक ल्यायौ अनि अब
हामी चाहिँ बसेर होइन अलिक पिकनिक खानुपर्ने हुन्छ क्या पिकनिक ड्राई पिकनिक अब के गर्नु होइन फ्यामिलीसँग आइसके पछाडि यसरी खानुपर्ने हुन्छ त्यसरी बहिनी नकुदा त अनि यस्तै छ साथीहरू होइन सम्झाउने बिर्साउने यो भ्लगहरू कन्टिन्यू हेर्दै जानु होला होइन हरेक कुरा म्यानेज गर्नुपर्ने हुन्छ कत्रो बडे खम्बामा यसरी यो राखेको हुँदो रहेछ हौ यी यत्रो बडे खम्बामा चाहिँ राखेको हुँदो रहेछ क्या त्यो यो तन्काएको है यो तार तन्काउनु होला क्या यतापट्टि पनि अनि यतापट्टि पनि अनि बिचमा चाहिँ यहाँनिर यस्तो रहेछ कहाँ उल्फट्याङ बाई केही गर्न आउँदैन फुच्चेलाई चाहिँ अनि त्यस्तै छ होइन अनि त्यही भएर त कहिलेकाहीँ मेरो खान्छ त गाली होइन घुम्न आउँदाखेरि नि गाइस 5 मिनट 10 मिनट लाग्यो भने नि जाने सुविधा रहेछ यहाँ तलतिर चाहिँ खोइ कहाँ हौ ए यहाँनिर टोइलेटको पनि व्यवस्था गरिएको रहेछ साथीहरू होइन कहिले रे हो र ओ माई गडनेस कुरा त यसको त फेरि खतरा जान्छ नि त गाइजहरू होइन ल भनेपछि जोरलिङ पुल अहिले चाहिँ हलिएन 2 हातमा के हो त्यो 2 हातमा लड्डु नाटक नि यसको राम बिना के अरे बिना गीत बिना सुर बिना ताल नाचिदिन्छ यार यसले त ल भन्दै नि त गाइजहरूलाई अनि के छ कसो छ म चाहिँ होइन ललिपप खाइरहेको छु अनि अरू ललिपप खाइरहेछस् अनि घुम्न चाहिँ कहाँ आइरहेछस् जुङ्गा पुल जोरलुङ्गे पुल ए तेरिका यसलाई त जोरलुङ्गे पुल भन्नु पनि आउँदैन रहेछ जोरलुङ्गे यस्तो जोरलुङ्गे पुल भन् भेरी गुड ल अब चाहिँ हामीले यहाँ कोक खानुपर्ने हुन्छ किनभने घाम पनि अस्ताउन आँट्यो नि त जाडोको महिना छ त्यही पनि कोक खानुपर्ने अवस्था छ यहाँनिर र निकाल गाइस निकाल त केटाकेटी हो कहाँ यहीँ त बसेर खाने त यहीँ डाँडामै बसेर खाने हो यहाँनिर होइन सानो स्पिकर पनि आएछ होइन बजाम स्पिकरमा गीत बजाम त लु कसको माछा गीत लु बजाइहाल कहाँ जङ्गल अहिले चिसो हुन्छ अब त त्यहाँनिर त यता पुर्लु पल्टिसकेको छ ला के गरेको ए तेरिका हो कसो फुटेन छोटा प्याकेट बडा धामा यसले त छोटा प्याकेट बडा धमाका पो गर त हो ये क्या कर दिया तूने ले बोलो खोइ कहाँ बोलो रे अब तेरो घाउ आइरहेछ त्यहाँनिर अब खास पुरा हिरोनी बन्ने रहेछ है हतार के भन्यो यसले कुर्दासिरा नलाई जाँदिन भन हो के हो तेरो पारा पुरा हिरोनी पल्टेर आएको दुश्मन हौ दुश्मन त्यसको टोपी लगाइदियो भनेको सुन्नु न भेटेन तपाईले चाहिँ भयो हो चेस गाइजहरु हैन अबे रक्सी अरे देखेको अनि यसको आँखा एउटा रातो भइसकेको छ नि त अस्ति यो अहिले चाहिँ खासमा भन्ने भने हैन जाडोको सिजन छ अनि त्यसपछिबाट आँखा चाहिँ क्या सबैको पाकिरहेछ अस्ति भाइको पाकेको थियो अनि यहाँ अहिले बुढीको यस्तो काली बुढीको हैन अनि त्यसपछि यहाँ गोरी छोरीको हैन अनि अर्को यहाँनिर यसको चाहिँ अलि निको भइसकेको छ यिनीहरू सबै पिण्ड रोगी हो क्या गाइजहरू भन्नुपर्दा वास्तवमा नि यस्तो छ क्या कुरा खास भन्नुपर्दा यो रोक्ने त्यो बिल्ला भन्नेले ल्याएको है बिल्ला भनेर मलाई दिएको है बिल्ला भन्नेले भाइलाई साथ दिइरहेको गएछ भाइले चाहिँ के भन्दैछ पुरा क्या भाइको साथी थियो नि त अनि त्यो बिल्ला भन्ने चाहिँ
ऊ आएको थियो अनि उसले के भन्यो भाइ चाहिँ के भन्दै जाँदै थियो छेउमा दोष दोष भनेर भन्दै जाँदै थियो क्या दोषले त यहाँनिर गरिहालेछ आर्मीको डक्टर हो त आर्मीको डक्टर भन्दै गइरहेको थियो बिचरा खाइहालेछ भने त आँखाभरि उपचार गर्नु पर्यो ढुट्टो है हिमा त्यही उपचार गराउँदा गराउँदा यिनीहरूको हत्तु क्या यिनीहरूलाई एक एकवटा लिएर जाँदा अन्त माथि सरेछ त्यो यसलाई कसले पनि लगेन होला। हो त त पीडित होस् नि त नि अनि मलाई चाहिँ लाग्दैन अरूलाई मात्रै लाग्छ होइन त्यही त कहाँ कुट्देऊ भने उपचार गर्नु को खाने फेरि आजु जान्छ अनि तेरो त के भएको त अनि सिगान पनि चुइरहेको छ हँ झ्याउ पनि आइरहेछ आँखाबाट छिया फ्यामिली टुर होइन आइसके पछाडि इन्जोय पनि हल्का गर्नु पर्यो मजाक पनि गर्नु पर्यो होइन खानु पनि पर्यो खुवाउनु पनि पर्यो तर यहाँ नानी चाहिँ ओभर पल्टेको गर्ने अहिले बेला भइरहेछ नि त अनि पल्टेको गरेर ल पल्टेको गर्छ अनि होइन मलाई अन्त के गर्नु त्यो मोबाइलमा हेरेको अरे खाने ए चिप्स पक्रिने खै के गर्ने बनाएको थियो नि होइन हो पिरो पक्रिने कि के मेरो मुखभित्र पसिजाने अलिकति यहाँले सुन्डेको जस्तो भएर के भएको नानी हो ज्वरो आएको छ अँ चुपचाप बस न भनेको ज्वरो आएको छ तपाईँलाई अस्ति नआएर हो। नुहाएर मलाई नआइदिएर मैले नुहाइदिएर तँलाई ज्वरो आयो तपाईँको त दिमाग पनि छैन गाइजहरू सुन्नुभयो नि छोरी कस्तो छ भनेर दिमागै छैन अरे मेरो भो त्यही त होइन त मेरो दिमाग नभएर तिमीहरूलाई घुमाउनु ल्याएको नि सिगानी भेडी नि कडा छ कडा गाइजहरू होइन सानो मान्छे ठुलो धमाका छ क्या यिनीहरू पानी एउटा छ उयो पानी मिठो पिरो पिरोले मलाई ओठपुर छ्याउ कपालमा तेल गर्दै होला। पानी देख ए ललिपप चाहिँ किन किनिदिएको क्या लु फेरि ललिपप डुडु आउँदै खाँदैछ किन्दिनँ कि किन्दिनँ भने त्यो जे पाइदै खान्छ र तेरो मुखमा हो त्यस्तो आउँछ त गाउँ आउँछ त्यस्तो थोरी ए बहिनीले हेर के केही खाँदैन बुबु मात्र खान्छ केही खाँदैन बहिनीलाई दाइजरामा सुरुबाट खान्छ है यहाँ के खाएको त ललिपप खाएको को खाएको चाहिँ मैले मोबाइलहरू थिएँ कि हानु लास्टमा चाहिँ एउटा केटाले गऱ्यो अरे ए हो र होइन रातो रातो भएर चाहिँ डुब्न लागेको छ भनेदेखिको अब हामी पनि हाम्रो वासस्थानतिर जानुपर्ने हुन्छ त्यसैले रेडी गाइजहरू लु आओ है जाउँ वी आर रेडी टु गो नाउ आवर होम राइट नाउ ल आओ जाउँ लु अब चाहिँ यति भन्दै साथीहरू होइन हामी अब फ्यामिली आएको थियौँ यसरी घुम्यौँ रमाइलो गऱ्यौँ अब चाहिँ हामी घरतिर जानुपर्ने हुन्छ त्यस्तै गरी तपाईहरूले यो भिडियो हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै हामी सबै फ्यामिलीको तर्फबाट के गर्न चाहन्छौँ बाई बाई भन्न चाहन्छौँ